यतिबेला सुशील पोखरेलको फिल्म परालको आगोको टिजरको चर्चा भइरहेको छ। सामाजिक सञ्जाल जताततै यस फिल्मको टिजरले करोड भ्युज समेत बुटाल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले 1.5 करोड पटक हेरेका छन्, जुन भ्युज भिडियोलाई पाइन्छ। यतिका भ्युज सामाजिक सञ्जालबाट नै फिल्मको टिजरले बटुलेपछि निर्माता सुशील पोखरेल उत्साहित छन्। उनी दङ्ग पर्दै भन्छन्, ओएसआर डिजिटलको टिकटकमा 60 लाख तथा दैरालिक फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई 40 लाख भन्दा बढी पटक हेरिएको छ। दुईटा पटक भ्युज जोडी हो भने 1 करोड भन्दा माथि पुगेको अवस्था छ। अरूको त हिसाबै गरेको छैन। उनले यति धेरै भ्युज बटुलेको र टिकटक स्टारहरूले आफ्नो फिल्मको टिजरका संवादमा अभिनय गरेकोमा धन्यवाद दिएका छन्। उनी थप्छन्, यो मायाका लागि हामी आभारी छौँ। नेपाली समाज र यहाँ रहेका घटनालाई फिल्मको पर्दामा उतारिएको छ। अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटकमा आएका छन्, जसका कारण पनि यो फिल्मको प्रचार तीव्र छ। ओएसआर युट्युब च्यानल मार्फत रिलिज भएको टिजरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। श्रीमान श्रीमतीको मनमुटाव र झगडा र छरछिमेकीको भूमिका देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमान श्रीमतीको भूमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत डोको र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथामा निवान्थेन फिल्म सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सृजना अधिकारी लगायतको मुख्य भूमिका छ। हयोम सिनेमेकर्स प्रणालीको ब्यानरमा निर्माण भएको यस फिल्मको लगानी सुशील पोखरेलका अलावा सुलेधी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्। लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद रहेको छ। संकल्प भुजेलको छायाङ्कन, नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ। यस फिल्मलाई नेपाल हब वितरण आरआर फिल्म्सले गर्दैछ, साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म आगामी वैशाख 11 गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।